डम्बल नै चाहिन्छ भन्ने हुँदैन एक्सर्साइज गर्नुको लागि चाहिँ। हेलो साथीहरू, फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु। यो भिडियो चाहिँ स्पेसलै हुनेछ किनभने यो भिडियोमा चाहिँ मैले तपाईँहरूलाई थाहा पनि छ मैले केही महिना अघिबाट फिटनेस सुरु गरेको र फिटनेस सुरु गर्दाखेरि लाग्ने सामानहरू, फिटनेसको लागि वर्कआउटको लागि सामानहरू के लाग्छ त, कसरी हामीले होम वर्कआउट गर्न सकिन्छ यसको बारेमा आज मैले केही सर्ट भिडियोमा देखाउने छु। तर पुरा भिडियो हेरिदिनु होला साथीहरू। र साथी हो, म चाहिँ यतै बसाइ छ यस्तै ठाउँतिर र आज म तपाईँहरूलाई मैले होम वर्कआउट गर्दा युज गर्ने सामानहरू केही देखाउने छु। त्यस्तो उयो त छैन, नर्मलै छ। यही हो साथीहरू, यो चाहिँ बालुवा र यो चाहिँ यसो उयोको लागि हो, ह्यान्डको लागि हो। र यो चाहिँ अहिले च्यातिसकेको छ बोरा है, बोरा दुईपट्टि च्यातिसकेको छ। र यो फेर्नुको लागि चाहिँ मैले लिएको छु। यो बिहान लिएको यो नि बालुवा हो, यो खोलाबाट उयो यसो मर्निङ रनिङहरू गएको बेला यसो लिएर आएको। र यो ढुङ्गा नि खोलाइबाट लिएर आएको हो। ढुङ्गाहरू यो सार्नु पनि पर्नेछ। र यो मेरो विशेष गरी हामीले सजिलैसँग त्यस्तो डम्बलहरू किनिराख्नु पर्दैन है, डम्बल नै चाहिन्छ भन्ने हुँदैन एक्सर्साइज गर्नुको लागि चाहिँ। यो हामीलाई नर्मल इँटाहरू भयो भने हामीले होम वर्कआउट गर्न सकिन्छ राम्ररी। र यो कसरी गर्ने भनेर चाहिँ अर्को भिडियोमा देखाउने छु। र मैले चाहिँ यो नर्मल यो एकदमै सानो वेटमा हो र यो अलिकति ठुलो र ठुलो पनि छ भनेको यो पनि हो यसरी। र यो ढुङ्गाहरू यसरी नै गरिन्छ। र पुलअपको लागि चाहिँ टक्क हेर्नुहोस्, र यहाँ एकदमै सजिलै ठाउँ बनाएको छु टक्क। यो अब कसरी गर्ने भन्ने चाहिँ मैले अर्को भिडियोमा अब लिएर आउने छु। हेर्नुको लागि प्रतीक्षा गर्नु होला है। ल धेरै छैन, यति हो। अनि अर्को कुरा, र मेरो विशेष गरी जोड्ने सुरु गरेको चाहिँ मैले यो 2 टुक्रा सामानबाट हो। यो कति हेर्नु पनि भएको छ होला, सर्ट भिडियोहरूमा प्रायः म लाउँछु। मेरो चाहिँ के थियो भने सुरु गरेको चाहिँ मैले यो जति पनि फिटनेस सुरु गरेको चाहिँ क्यालिस्थेनिकको लागि हो। र यो क्यालिस्थेनिकको सामान हो, यो आफैले बनाएको भिडियोमा नि मैले हालेको थिएँ सर्ट भिडियोमा। यो क्यालिस्थेनिकको लागि चाहिँ यो सामान बनाएको यो काठको है। र ल त्यति हो साथी हो सामान भनेको। मैले अहिलेसम्म होम वर्कआउट गर्दाखेरि युज गर्दै गरेको सामानहरू त्यस्तो धेरै त छैन, अरू पनि छ नर्मल सानो, तिनीहरू अरू भिडियोमा ल्याउनेछु। र साथी हो यति भन्दै अबको अर्को भिडियोमा हाम्रो भेट हुनेछ। ल बाई बाई।